एभ्रिवान, आज पनि म मुकबाङ भिडियो सहित आएको छु हैन। तर अरू बेला खानासाना खाएको मुकबाङ भिडियो बनाउँथेँ भने चाहिँ अहिले चाहिँ त्यस्तो छैन। अलि फ्रक कन्टेन्ट सहित आएको छु म योचोटि हैन। अलि दमदारी बनाइदिउँ भनेर आएको छु। अब केसको च्यालेन्ज हो भनेर बिचमा म देखाइहाल्छु ल है त। हेर्दै जानु ल, भिडियो युट्युबमा टक्क लगाइसकेको। भिडियो सुरु गर्नु अघि एउटा चिज बलबाट सुरु जान्छु हैन। यो कन्टेन्ट मैले सोचिरहेको थिएँ पहिलादेखि नै, बनाएको थिइनँ। धमाका युट्युबमा हुन्छ क्या, टिकटकमा जति पनि आजभोलि भिडियोमा भाइरल भ्युज पनि गइरहेको होइन। गएको अब खान्छ त भेरीमा बिच बनाउनु लाग्यो। के कन्टेन्ट के मुकबाङ हो भनेर अब बिच देखिन्छ अब है त। अब कति ढिलो गरिँदैन ल। मेरो आजको मुकबाङ चाहिँ यो हो। आजको मुकबाङ भने पनि जे भने नि यही हो है। दुईटा करेन्ट चाउचाउ प्लस एउटा चिज बल। अरू पनि छन् त, एउटा खाएँ मैले, अनि अरू अलि घरमै छन्, हल्का हल्का फ्रिजमा राखेको छु टन्नै होइन। बनाउनु पर्ला भनेर सोचिरहेको थिएँ, बनाउन नपाए मात्रै हो। आज यो करेन्ट ठक्क हान्ने न्यापान त छु ल त है। अब बिच अब यो भइसक्यो। अब सिधै खाने बेला भेट्दिउँ। धेरै बनाउनु अलिक झ्याउ हुन्छ कि, यता गरेर उता गरेर झ्याउ हुन्छ। सिधै खानालाई भेट्दिउँ है त। अब मेरो मुकबाङ चाहिँ रेडी भइसक्यो होइन। आजको मुकबाङ चाहिँ यही चाउचाउ अब पुगिसक्यो। र अगाडि मेरो मुकबाङको टेबल हुन्छ नि, धेरै स्पेसल त छैन, मैले बिस्तारै सिक्न लाग्यो, गर्न लाग्यो त भयो होइन। खास राम्रो गराउन पनि सकिन्न। र जे गराएको छु अलिकति हेरौँ है। चिज बल, यो चक्लेटहरू, यो हल्का अलि इडली मात्रै पुग्दैन भनेर भात पनि प्लस योमा, अनि योमा हल्का चटनी थियो त्यो पनि। र आजको मुकबाङ चाहिँ अलि धमाकै दिनेवाला छु मैले। र हस् त अब खाँदाखेरि घाँचगुच भेटिहालौँ है। मैले खाइदियो। अब के भन्छन्, अगाडि स्ट्यान्डमा राख्नु पर्ला भनेको थियो, होइन झ्यामझुम खाइदिइहाल्यो। यो लसुनको पात हो कि के ल्याउँछन् नि, यो मान्छेले के ल्याउँछ नि, मैले नथाहा भएर यो ल्याएको छु कि हुन त स्पेसल होइन जस्तो गराम। र अब खानामा चाहिँ करेन्ट चाउचाउ, अलिकति अलि अगाडि नभने भात, चिज बल, यहाँ चक्लेटहरू पनि थियो, अनि यता यहाँ अलिकति चट्नी छ, पानी भयो। सुरुवात चाहिँ मैले योबाट गर्दै है त ल। फर्स्ट बाइट खाएँ भन्छन् नि, त्यस्तो होइन, म सेलिब्रेटी चाहिँ होइन, तर खाइदिने हो ल। फर्स्ट बाइट है त, कस्तो हुन्छ। पसिना आउन लाग्यो गाइस, पसिना आउन लाग्यो, पसिना। चटनी कस्तो टङ्ग्यो त यार। हाल्यो त कस्तो हुन्छ यो। लसुन गर्नु खान्न भइसक्यो। फेरि अर्को पनि ल्याइदिएँ मैले यस्तै चाउचाउसँग, प्लस खाना त कहाँ गायब भइयो त गाइज भन्ने हुन्छ नि त। एम्मी हुँदैछ यार, पल्क्यौँ है अब यो मुकबाङमा। यस्तै मुकबाङ आउँछ न त।
एम्मी लाग्यो होला घरैले छु आज फेरि म कोही छैन बाजुले खानुहुन्न भाइ एकछिन टिकटकको लागि बनाइदिन्छु म अब के कस्तो हुन्छ गाइस बिचमा अलिकति भिडियो बिग्रिया रहेछ होइन के भन्छन् हल्का खाएको भिडियो बिग्रिया रहेछ हल्का अर्को मुखी भए किनभने हेरिदिउँला होइन अनि बिचमा भिडियो हल्का बिग्रिया पसिनो पसिनो भइहाल्यो त पिरो यस्तो पिरो नखाने मान्छे म त खाँची पिरो खान्न मैले होइन अनि आज चाहेको त बबाल खतरा भइदियो त सक्न सकियो रुमाल अलिक गल्ती गरेको मैले अब भिडियो बनाउँदा उठ्नु भएन होइन साइको मिठो हो ल हस् त अब यदि अरू भिडियोलाई हजुरहरूले माया गर्नु भने चाहिँ म यस्तै यस्तै खालको अरू भिडियोमा हाल्छु र आज चाहिँ मेरो यो चाहिँ मेरो थर्ड मुकबाङ भिडियो होइन फर्स्ट सेकेन्ड थर्ड बिस्तारै सुरुमा सुरुवातमा राम्रो त कहाँ हुन्छ होइन बिस्तारै गर्ने बनायो होइन सबै एकैचोटि हुने त मान्छेले दुःख किन गर्नुपर्छ र दुःख पछि सुख आउँछ भन्छ भनेर होइन हाम्रो आउँछ अन्त ल हस् त अब पिरोले म धेरै भन्नु सकेँ होइन थ्याङ्क्स फर वाचिङ बाई बाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला बाई है त